यो मनमा जे छ त्यही भन्छु, यो मनमा जे छ त्यही भन्छु, तिमीसँग प्रेम छ त्यही भन्छु। यो मनमा जे छ त्यही भन्छु, तिमीसँग प्रेम छ त्यही भन्छु। यी आँखाले तिमीलाई हेरेको हो, साटौँ मन मिल्छ साटौँ प्रेम त्यही भन्छु, मन मिल्छ साटौँ प्रेम त्यही भन्छु। नमस्कार, मेरो नाम नरेन्द्र बुढा, मेरो घर चाहिँ अछाम हो। हाल म कीर्तिपुर बस्दै आइरहेको छु। मेरो अध्ययनको कुरा गर्दाखेरि म अहिले कीर्तिपुरमा अवस्थित मङ्गल बहुमुखी क्याम्पसमा अहिले अभ्यास गरिरहेको छु। मेरो साहित्यिक यात्रालाई निहाल्ने हो भने मेरो इच्छा चाहिँ सानैबाट थियो, तर लेख्न सुरु गरे चाहिँ मैले 11 क्लासबाट हो, जहाँ जब म एसएस हर्मन मैदानमा सुर्खेतमा पढ्दै थिएँ। त्यति बेला कर्णाली गजल उत्सवमा मैले आफ्नो एउटा दाइले सिकाइदिनु भएको गजल त्यहाँ प्रस्तुत गरेको थिएँ। त्यहीबाट प्रेरित भएर मैले खास आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाएको हो र अहिले पनि अब रुचि छ र लेखिरहेको छु। अहिले त स्पेसल्ली कविता लेख्छु, गजल मुक्तकभन्दा अहिले चाहिँ कविता बढी लेख्छु। त्यही भएर अब आफ्ना यो पोएट्री नेपालमा आएर अहिले चाहिँ गजल, अब यो गजल मुक्तक र आफ्नो कवितालाई यहाँ प्रस्तुत गर्न आएको छु र यो प्लेटफर्म दिनुभएकोमा पोएट्री नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु। अब भने म आफ्नो कवितालाई यहाँ राख्न चाहन्छु। मैले पहिला लेखेको कविता खाडीमा भेटौला भन्ने कविता लेखेको थिएँ। यो कविता मैले लेख्नुको मेन उद्देश्य, म भर्खर काठमाडौँ आएको थिएँ। त्यति बेला सायदै 10 क्लासको परीक्षा सकिएको थियो। धेरै केटाकेटीहरूले के लेखेको देख्यो भन्दाखेरि सर्टको पछाडि खाडीमा भेटौँला, जापानको यात्रा सफल रहोस् जस्ता कथनहरू लेखेको देखेँ। अनि यसो सरकारलाई हेरेँ, वर्षै पछि सरकार चेन्ज हुन्छ, अनि त्यही सेरोफेरोमा रहेर त्यही परिदृश्यलाई निहालेर मैले खाडीमा भेटौला भन्ने कविता लेखेको थिएँ। यो खाडीमा भेटौला भन्ने कविता यसरी सुरु हुन्छ। मलाई बारम्बार झस्काउँछ खाडीमा भेटौँला, जापानको यात्रा सफल रहोस्, कोरियाको यात्रा सफल रहोस् जस्ता हृदय विदारक कथनहरूले। मलाई बारम्बार झस्काउँछ खाडीमा भेटौँला, जापानको यात्रा सफल रहोस्, कोरियाको यात्रा सफल रहोस् जस्ता हृदय विदारक कथनहरूले। थाकेको तन अनि मन, उदासीन आँखा, ओठमा फिक्का हाँसो, भविष्यको चिन्ता बोकेर ती गल्लीहरूमा, ती चोकहरूमा थुप्रै म जस्ता महरू भेटिन्छन् सुनौलो भविष्यको खोजीमा। कयौँ चाहनाहरू भत्किन्छन्, कयौँ सपनाहरू भत्किन्छन्, कयौँ आशाहरू अधुरा बन्छन्, कयौँ सम्बन्धहरू टुटेर जान्छन् त्यही सुनौलो भविष्यको खोजीमा। म सक्दिनँ अब राजनीतिक किचलो हेरिरहन, म सक्दिनँ अब राजनैतिक किचलो हेरिरहन। उराड लाग्छ पहाड पनि हाँसिरहेको देख्छु, उराड लाग्छ पहाड पनि हाँसिरहेको देख्छु। पतझड पनि सुन्दर लाग्छ तिम्रो त्यो लाचार देखेर। लाग्छ सरकार तिमी हुनु र नहुनुमा केही फरक छैन, लाग्छ सरकार तिमी हुनु र नहुनुमा केही फरक छैन। त्यसैले अब खाडीमा भेटौँला, त्यसैले अब खाडीमा भेटौँला। पहिलो कविता भयो। अब त्यसै गरी अब अर्को कविता मैले स्पेसली यो चाहिँ आफू एकान्तमा बस्दाखेरि म को हो र मेरो परिचय के हो, मेरो सुन्दर हुनु मेरो परिचय हो कि, या म कुरूप हुनुमा परिचय हो, या मेरो नाम मेरो परिचय हो कि के हो भन्ने कुरा निहाल्नका लागि, आफू के हो भन्ने कुरा बुझ्नका लागि यो कविता लेखेको थिएँ। कविताको शीर्षक छ मेरो परिचय। कविता यसरी सुरु हुन्छ। कसैले सोध्यो तिमी को हो, कसैले सोध्यो तिमी को हो, मैले भने म एक प्रश्न हुँ। कसैले सोध्यो तिमी को हो, मैले भने म एक प्रश्न हुँ, म आफैमा अनुत्तरित प्रश्न हुँ। कसैले नखोजेको, कसैले नपाएको केवल एक प्रश्न हुँ। कसैले नखोजेको, कसैले नचाहेको केवल एक प्रश्न हुँ। म एक कसैले नचाहेको विराट प्रकृतिको सागर हुँ। म एक कसैले नचाहेको विराट प्रकृतिको सागर हुँ। अनवरत बगिरहने खोलालाई सोध, अनवरत बगिरहने खोलालाई सोध म को हो भनेर, मेरो परिचय के हो भनेर। म को हो भनेर, मेरो परिचय के हो भनेर। मेरो नाम मात्रै मेरो परिचय होइन, मेरो नाम मात्रै मेरो परिचय होइन। मेरो काम मात्रै मेरो परिचय होइन, मेरो सुन्दरता मात्रै मेरो परिचय होइन। मेरो कुरूपता मेरो परिचय होइन, मेरो परिचय विराट समुद्र झैँ निकै नै गहिरो छ। मेरो परिचय विराट समुद्र झैँ निकै नै गहिरो छ। म एक आफैमा प्रेमी हुँ, म एक आफैमा प्रेमी हुँ, म एक आफैमा प्रेमिका हुँ। मलाई मसँग औधी प्रेम छ, मलाई मसँग औधी प्रेम छ। मलाई सुन्दर हुनुमा गर्व लाग्दैन, मलाई सुन्दर हुनुमा गर्व लाग्दैन। मलाई कुरूप हुनुमा पीर लाग्दैन,
मलाई सुन्दर हुनुमा गर्व लाग्दैन, मलाई कुरु भुनुमा पीड लाग्दैन। म त केवल पञ्चतत्त्वले बनेको एक फगत तत्त्व हुँ। म त केवल पञ्चतत्त्वले बनेको केवल एक फगत तत्त्व हुँ। धन्यवाद। अब यसै गरी अर्को कविता छ। अब आउने उमेर पनि करिब करिब बढ्दै थाल्यो, अब बिहा गर्ने बेला पनि भयो। त्यहीलाई मध्यनजर गर्दै अब आफ्नो हुने जीवनसाथी यस्तो होस् भन्ने अभिप्रायका साथ यो कविता लेखेको छु। कविताको शीर्षक छ सम्बन्धको मर्म। कविता यसरी सुरु हुन्छ। बुढा छन् बाआमा ध्यान राखिदिनु, बुढा छन् बाआमा ध्यान राखिदिनु, अलिअलि परिवारको मान राखिदिनु। बुढा छन् बाआमा ध्यान राखिदिनु, अलिकति परिवारको मान राखिदिनु। पीडा हुन्छ सम्हालिनु, दुःख आउँछ नआत्तिनु। पीडा हुन्छ सम्हालिनु, दुःख आउँछ नआत्तिनु। आफूसँगै परिवारको इमान राखिदिनु। मन हो दुख्छ, मन हो दुख्छ, बस अलि सम्हालिए पुग्छ। अथाह योगदान छ, बस नाम राखिदिए पुग्छ। गन्तव्यमा पुग्नु छ माया, खासै आश राख्दिनँ। गन्तव्यमा पुग्नु छ माया, खासै आश राख्दिनँ। परिवारलाई दुःख पर्दा बस साक्षात् दुर्गा भए पुग्छ। नसोच्नु, तिमी नसोच्नु, कतै तिमी माथि मेरो अपमान हुनेछ। तिमी नसोच्नु, कतै तिमी माथि मेरो अपमान हुनेछ। दुई मुटु एक बनाउने मेरो अभिभारा हुनेछ। तिमीलाई सुरुमा अलिअलि गाह्रो हुनसक्छ। तिमीलाई सुरुमा अलिअलि गाह्रो हुनसक्छ। परिवारको कुनै बोली वचन साह्रो हुनसक्छ। तिम्रो हरेक काममा मेरो क्या मजाको आहा हुनेछ। तिम्रो हरेक काममा मेरो क्या मजाको आहा हुनेछ। तिम्रो मायामा भावविहीन मौनताको डाहा हुनेछ। जिन्दगीलाई सरल तरिकाले जिउन सक्नुपर्छ। जिन्दगीलाई सरल तरिकाले जिउन सक्नुपर्छ। खुसी हामी स्वयंमै छ, बस मुस्कुराउन सक्नुपर्छ। हाम्रो सम्बन्धमा आपसी समझदारी भए पुग्छ। हाम्रो सम्बन्धमा आपसी समझदारी भए पुग्छ। बेला बेला सामिप्यताको मुस्कान दिए पुग्छ। कहिले कसो सम्बन्धमा खटपट हुन सक्छ, कहिले कसो सम्बन्धमा खटपट हुन सक्छ। आफ्नै मनको मान्छे ठानी माफी दिए पुग्छ। आफ्नै मनको मान्छे ठानी माफी दिए पुग्छ। धन्यवाद। यसै गरी अर्को कविता छ। अब साथीहरूसँग बस्दाखेरि साथीहरू अब आफू चाहिँ कुनै पनि त्यो नसा जन्ने चिजहरू कुनै पनि लगिन्न, तर साथीहरूसँग बस्दाखेरि साथीहरू लग्दाखेरि लेखेका कविता छ। दारू भन्ने कविता शीर्षकको छ। दारू। कविता यसरी सुरु हुन्छ। धेरै धाइयो भट्टी पसल अब कता जाउँ, धेरै धाइयो भट्टी पसल अब कता जाउँ। मात लाग्यो दारूको मात लाग्यो अब कता जाउँ। धेरै धाइयो भट्टी पसल अब कता जाउँ। मात लाग्यो दारूको मात लाग्यो अब कता जाउँ। नलिनु थियो एक चुस्की लगिहालेछु, नलिनु थियो एक चुस्की लगिहालेछु। भयो यार अति भयो कति पिउनु अब, भयो यार अति भयो कति पिउनु अब। पिउँदा पिउँदै सबै भुलेछु, अन्तै कतै डुलेछु। पिउँदा पिउँदै सबै भुलेछु, अन्तै कतै डुलेछु। पिउ भन्छु साथीहरू पिउनै पर्यो, पिउँ भन्छन् साथीहरू पिउनै पर्यो। एक ट्वाक लाएपछि आनन्दीमै डुल्नै पर्यो। छोड्छु भन्छु कहाँ मान्छ यो नाथे मन, छोड्छु भन्छु कहाँ मान्छ यो नाथे मन। दुःख पीडा भुलाउँछु भन्छ अर्को ट्वाक लाउँछ, दुःख पीडा भुलाउँछु भन्छ अर्को ट्वाक लाउँछ। धन्यवाद। अब यसै गरी अर्को कविता छ। यसलाई अब कसरी मैले कुन रूपमा चित्रित गरेर लेख्न खोजेँ भनेपछि खास अब हामी मान्छेहरू छौँ, कुनै पनि कामहरूलाई ढिला भोलि गरौँला भरे गरौँला भन्दै टारेर आउँछौँ। त्यहीलाई मध्यनजर गर्दै म चोर हुँ भन्ने कविता लेखेको छु। कविता यसरी सुरु हुन्छ। म चोर हुँ समयको चोरी गर्ने चोर हुँ। म चोर हुँ समयको चोरी गर्ने चोर हुँ। भरे गरौँला भोलि गरौँला भन्दै काम छल्ने चोर हुँ। म चोर हुँ आफूले आफैलाई चोरी गरी आफैलाई कङ्गाल पार्ने चोर हुँ। म चोर हुँ आफूले आफैलाई चोरी गरी आफैलाई कङ्गाल पार्ने चोर हुँ। म चोर हुँ समयको कदर नगर्ने, समयको अनादर गर्ने, समयको विरुद्ध चल्ने, समयको क्रमअनुसार नचल्ने। म एक वास्तविक चोर हुँ। म चोर हुँ निन्द्रा आलस्य र परमात्मा अनि बकम्फुस काम कुरामा समय व्यतीत गर्ने। म वास्तविक चोर हुँ। म चोर हुँ काममा हालटाल, काममा आनाकानी, काममा ढिला सुस्ती, कामै नगरी कान कन्याएर बस्ने। म एक वास्तविक चोर हुँ। म चोर हुँ समयले मलाई ठग्यो भन्दै समयलाई दोष दिने। म एक चोर हुँ समयको चोरी गर्ने। म एक वास्तविक चोर हुँ। अब यसै गरी अब
एउटा 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 अर्को कविता राख्न चाहन्छु। यो चाहिँ विरासतको मुस्कान भन्ने कविता छ। यो चाहिँ मैले वास्तवमा अब एउटा आफूले चाहेको प्रेमिकालाई चित्रित गर्दै लेखेको कविता हो आफूलाई। यो कविता यसरी सुरु हुन्छ। तिमी हुन्छ मात्रै भन यो दिल तिम्रै हुनेछ, तिमी हुन्छ मात्रै भन यो दिल तिम्रै हुनेछ, यो दिलको सबभन्दा पहिलो प्रेमनगर हुनेछ। तिमी हुन्छ मात्रै भन यो दिल तिम्रै हुनेछ, यो दिलको सबभन्दा पहिलो प्रेमनगर हुनेछ। मैले त केवल मेरो दिलको रानी खोजेको हो, मैले त केवल मेरो दिलको रानी खोजेको हो, त्यो भव्य विरासत अनि मुस्कान खोजेको हो। मलाई नपछ्याउनु कुनै कल्पित सुख देखेर, मलाई नपछ्याउनु कुनै कल्पित सुख देखेर, म भित्रको कल्पनाको अनाहक सुन्दरता देखेर म पर्खिरहेकै थिएँ तिम्रो विश्वासको पात्र बनेर। म पर्खिरहेकै थिएँ तिम्रो विश्वासको पात्र बनेर, भाँचियो आदिम विश्वासको वियोग विक्षिप्त बनेर, भाँचियो आदिम विश्वासको वियोग विक्षिप्त बनेर। अब एउटा मैले सुरुमा म प्रेरित हुँदाखेरि मलाई एउटा आफ्नो दाइले सिकाइदिनु भएको गजल, त्यो गजल राख्छु। त्यसपछि एक दुईवटा मुक्तक राख्छु अनि हजुरबाट ओझेल पर्छु। तिम्रो धोकाको असर आँखामा देखिन्छ मुस्कुराएर के गर्नु, तिम्रो धोकाको असर आँखामा देखिन्छ मुस्कुराएर के गर्नु, ऊ धोकेबाज ऊ दिलमा सजाएर के गर्नु। उसले आमाको ममता अनि त्याग कहिल्यै सम्झेन, उसले आमाको ममता अनि त्याग कहिल्यै सम्झेन, मरेको लास न हो किनार लाग्छ बगाएर के गर्नु, ऊ धोकेबाज ऊ दिलमा सजाएर के गर्नु। ऊ ठुलो मान्छे बन्छु भनी सहर हिँडेको केटो, ऊ ठुलो मान्छे बन्छु भनी सहर हिँडेको केटो, गाउँ बस इलमगर भनी फकाएर के गर्नु, ऊ धोकेबाज ऊ दिलमा सजाएर के गर्नु। यहाँ रोग भोग शोकबाट ग्रसित छन् मान्छेहरू, यहाँ रोग भोग शोकबाट ग्रसित छन् मान्छेहरू, ऐन नियम कानुन अनि संविधान बनाएर के गर्नु, ऊ धोकेबाज ऊ दिलमा सजाएर के गर्नु। देशमा हत्या हिंसा अनि बलात्कार भएकै छ, देशमा हत्या हिंसा अनि बलात्कार भएकै छ, फाल्यौ पञ्चायत राजतन्त्र गणतन्त्र ल्याएर के गर्नु, तिम्रो धोकाको असर आँखामा देखिन्छ मुस्कुराएर के गर्नु, ऊ धोकेबाज दिलमा सजाएर के गर्नु। अब एक दुईवटा मुक्तक राख्छु। अब यो चाहिँ स्पेसल्ली सरकारलाई केही पनि काम गर्न खालि कुरा मात्रै गर्ने, अत्याधिक कुरा मात्रै गर्ने र काम केही पनि गराउने, कुनै काम गरेर देखाऊ भन्नेका लागि यो त्यो चित्रित गर्दै लेखिएको मुक्तक हो। उनलाई म मरेको खबर बारम्बार सुनाइदेऊ, उनलाई म मरेको खबर बारम्बार सुनाइदेऊ, सरकार देश बन्यो भन्छौ के छन् खै आधार सुनाइदेऊ। उनलाई म मरेको खबर बारम्बार सुनाइदेऊ, सरकार देश बन्यो भन्छौ के छन् खै आधार सुनाइदेऊ। यहाँ देश बन्छ भन्ने आश गर्दा गर्दै जवानी गइसक्यो, यहाँ देश बन्छ भन्ने आश गर्दा गर्दै जवानी गइसक्यो, सरकार अब त केही राम्रो कामको समाचार सुनाइदेऊ, सरकार अब त केही राम्रो कामको समाचार सुनाइदेऊ। यसै गरी अर्को एउटा मुक्तकले हजुरहरुमा राख्न चाहे। यो मुक्तक चाहिँ एउटा आफूले आफ्नो गर्लफ्रेन्ड या आफ्नो प्रेमिका छोडेर गएको कुरालाई चित्रण गरेर लेखिएको मुक्तक छ। यो यस प्रकार छ। दो बाटोमै छोडी गयो लान्छु भन्नेले, दो बाटोमै छोडी गयो लान्छु भन्नेले, अन्तै बाटो मोडी गयो जान्छु भन्नेले, दो बाटोमै छोडी गयो लान्छु भन्नेले, अन्तै बाटो मोडी गयो जान्छु भन्नेले, विश्वास पनि कसको गरू निर्धक्क भएर, विश्वास पनि कसको गरू निर्धक्क भएर, घरबार सबै तोडी गयो मान्छु भन्नेले, घरबार सबै तोडी गयो मान्छु भन्नेले। धन्यवाद। अर्को मुक्त अब यो बामाको लागि लेखेको। बामाको लागि एउटा छोरा भइसकेपछि एउटा गर्व गर्ने छोरा बन्न सकु भन्ने हिसाबले यो लेखिया मुक्तक हो। यो यस प्रकार छ। नहोस् कसैको अपमान यति खोजेको हुँ, नहोस् कसैको अपमान यति खोजेको हुँ, बामाको मुहारमा खुसी यति खोजेको हुँ, नहोस् कसैको अपमान यति खोजेको हुँ, बामाको मुहारमा खुसी यति खोजेको हुँ, दुःख पीडा आउँछन् जान्छन् केही पिर छैन, दुःख पीडा आउँछन् जान्छन् केही पिर छैन, बामाको गौरव बन्न यति खोजेको हुँ, बामाको गौरव बन्न यति खोजेको हुँ। अब अन्तिम एउटा मुक्तक भनेर जान्छु। यो मुक्तक चाहिँ स्पेसल्ली अब प्रेमिका छ या गर्लफ्रेन्ड छ, ऊ टाढा छ, उसले बोलाइरहेछ, आफू जान सकिया छैन, त्यही कुरालाई मनन गरेर त्यही कुरामा आधारित रहेर यो मुक्तक लेखेको छु। यो मुक्तक यसरी सुरु हुन्छ।
तिमी बोलाउँछौ टाढा छु आउन पनि त सकिन तिमी बोलाउँछौ टाढा छु आउन पनि त सकिन तिम्रो बोलीलाई व्यवस्था गरी टार्न पनि त सकिन तिमी बोलाउँछौ टाढा छु आउन पनि त सकिन तिम्रो बोलीलाई व्यवस्था गरी टार्न पनि त सकिन हजार बार भनिसके मोहब्बत गर्छु तिमीलाई हजार बार भनिसके मोहब्बत गर्छु तिमीलाई खामोशीको अस्तित्वलाई मार्न पनि त सकिन खामोशीको अस्तित्वलाई मार्न पनि त सकिन धन्यवाद र मलाई ध्यानपूर्वक सुनिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद र मलाई यो आफ्ना रचनाहरू आफ्ना साहित्यहरू यहाँ आएर राख्नका लागि निकै नै अवसर दिनुभएकोमा पोएट्री नेपाल टिमलाई हृदयदेखि नै हार्दिक धन्यवाद स्पेसल्ली अब हाम्रो वासुदेव श्रेष्ठ दाइलाई पनि विशेष गरी धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यसै गरेर वाचन गर्ने अवसर जुरोस् र यो कार्यक्रम अझै माथि उन्नयन होस् भन्ने कुरा कामना गर्दै हजुरहरूमाझबाट बिदा हुन्छु धन्यवाद